आज मेरो दिदीको छोरा क्लब मेरो भान्जाको पासमी भात खुवाइमा यस्तो रमाइलो र यस्तो बवाल डान्स देख्न पाउँछ भनेर मैले सोचेको पनि थिएन। दाइले त भोजपुरी गीतमा बवाल डान्स हानिदिनु भयो। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि पनि हजुरहरूलाई मेरो नयाँ मिनी भ्लगमा स्वागत छ। आज चाहिँ मेरो भान्जाको पासमीमा जानुपर्छ भनेर म र मेरो जेठान साहब चाहिँ बिहानै आइपुगिसकेको थियो। हरियन यसो हेर्दाखेरि चाहिँ सब अलिअलि रेडी भइसकेको थियो। भान्जा र मेरो दिदी बस्ने ठाउँ त चिटिक्क बनाइसकेको रहेछ। बच्चाले खाने आइटम्सहरू पनि पुरै सजाएर राख्नु पर्दो रहेछ कि यहाँ चाहिँ पुरै चिज छ कि बच्चाले खानु मिल्ने खालको काजु बदाम एभ्रिथिङ छ कि। अनि टक्क बच्चाहरूलाई बस्नुको लागि कुर्सी अनि डेकोरेसन चाहिँ बवाल सजाएको थियो। मिसे ढिलो हुन्छ भनेर म र जेठान साहब चाहिँ बिहान आइसकेको थियो र हाम्रो केटाहरू चाहिँ पुरा लागिरहेको छ सब्जी काट्नको लागि। अनि म त यसो हेरेँ आजको के व्यवस्था रहेछ, कता बसेर खाने रहेछ मान्छेहरूलाई भनेको यसो पछाडि पो टक्क बसाएर खाने रहेछ। अलि टाइम लाग्ने भएर चाहिँ म र मेरो जेठान साहब चाहिँ यसो गर्मीको टाइममा रेडबुल खान चाहिँ हामी पसलतिर गयौँ र दुईजनाले चाहिँ चिसो भएर होला मैले एकैछिनमा हानिदिएँ कि घट रेडबुल सकाइदिएँ। अब चाहिँ ढिलो भयो भनेर पसलबाट हामी छिटो आउँदाखेरि चाहिँ डाबलीबाट सबै मामाहरू आउनु भएछ र अहिले चाहिँ मामा डाङको मामा भाग खाँदै हुन्। यसो क्यामेरा दिदीपट्टि फर्काएको थियो, हेलो पो गर्छ बा। यसो पछाडि गएर हेरेको त मान्छेहरू टन्नै हुनुहुँदो रहेछ। क्याट्रिङको मान्छेहरूले भ्याइ नभ्याइ भएर चाहिँ मैले पनि हल्का सघाइदिएको, तर म चाहिँ सक्दिनँ रहेछ किनभने एकैचोटि मान्छेहरू टन्नै आउनुभयो। मैले पनि हल्का फुल्का सघाएर त्यसपछि मैले पनि खाना खाएँ किनभने बिहानदेखि केही खाएको थिएन मैले। अनि खानासाना खायो। यसो यता अगाडि आएर हेरेको त हाम्रो मावली भाग दिँदै रहेछ डान्स गर्दै। तपाईँहरूले सोच्नु भएर होला यसरी थालभरि पैसा राखेर किन नाच्दैछ यिनीहरू भनेर, किनभने यो चाहिँ तामाङको संस्कारमा चाहिँ मामा डाङ भनिन्छ। अनि यो चाहिँ भान्जा खालालाई चाहिँ भनौँ न मामा डाङ लगेरको बापत यसरी पैसा नाङ्लोमा हालेर दिइन्छ, मामा डाङ भन्छ है त यसलाई चाहिँ। मैले पनि मेरो भान्जाको लागि सानो गिफ्ट चाँदीको सिक्री ल्याइदिएँ। अनि आज चाहिँ लास्ट भइसकेको थियो र मेरो दिदी पनि नाच्छु भन्दै हुनुहुन्थ्यो र दिदी र माइजू नाचिसक्नु भइसक्यो। हाम्रो एउटा दाइ त यहाँ खतरा नाच्दै हुँदो रहेछ, भोजपुरी गीतमा देख्न सक्नुहुन्छ। यस्तो बवाल नाच्नुहुन्छ कि बास खतरा। लास्टमा यसो हेरेको सबै डेकोरेसन भाँडाहरू चाँदीको पो हुँदो रहेछ। म र जेठान साहब चाहिँ घर आएर राको सुकुटी सुकाउनेतर्फ लाग्यो।